So hello guys, welcome back to my new vlog. आज चाहिँ भ्लग अलि ढिला स्टार्ट हुँदैछ गाइज हाम्रो यहाँ गाउँबाट मावलाबाट गाइजहरू। किन भन्दाखेरि यहाँ 3-4 दिनदेखि लाइन छैन रे। यी देउला छ दिउँसो आए पानी र माटो मिसाएर फालिदिए। दिउँसोदेखि लाइन नभएर मोबाइल स्विच अफ भएर 2 घन्टा हुन लाग्यो, 1.5 घन्टा भयो क्या हुन त लाइन आएको। चार्जर बल्ल बल्ल 70% भएर सिधै भ्लग गराइरहेको गाइजहरू। अब यहाँ आमासित अब घाँस काट्न जाने हो। आमाले कहाँ लानुहुन्छ भन्ने कुरो हो। जाँदैछौँ गाइजहरू। यस्तो जङ्गलको बिचमा छ हाम्रो घर। जंगलमा भयो यसलाई के भन्छन् त अनि? जंगलमा साथै भयो। यो यस्तो जङ्गल जस्तै राखेर जताकतै बाँसै बाँस के भन्छन् त यसलाई? अनि वन भन्छन्। लेट्स गो गाइज। त्यही हुँदैछ हामी जाँदैछौँ। कति लामा लामा बाँस छन् गाइजहरू। जाँदैछौँ तल गाइजहरू। हामी चाहिँ यहाँ न्युरोको तलासमा, जुन कि मैले खान्न नै न्युरो खान्न, अरू नि अलिअलि 1-2टा खान्न। त्यो पछि कुरा गरौँला। यो हाम्रो मावलाको यो तलतिर गाउँतिर जाने बाटो हो। यो चाहिँ अरूको खेतबारी हो। अनि यो चाहिँ बाँसहरू हो। बाँसको त कमी छैन कि तल जति चाहिने हुन्छ यहाँ। तल स्कुलका केटाकेटीहरू जाँदैछन् गाइजहरू। स्कुलका केटाकेटीहरू। ओहो त्यो चाहिँ कति ठुलो खेतहरू। यता मान्छे हराए पनि भेटिन्न होला यति ठुलो छ र पनि हुन्छ गाईहरू। ओहो नि आमा अगाडि घाँसको तलासमा हुनुहुन्छ। घाँस त यहाँ धेरै छन्, तर हामीले अहिले के को लागि लाने आमा? बाख्राको लागि भैँसीको लागि लाने हो? दुधैको लागि गाईहरू। मेरो साथी चाहिँ एउटा रिथ्यो भन्ने त्यो त्यहाँ छ हाम्रो कोठा। अहिले देखाउँछु गाईहरू। रिट्ठे यति ओह्राला त आउन त सजिलो भइरहेको छ, जाने बेला हालत खराब हुने हो। यहाँ त जानु मिल्ने ठाउँ देखिएन होला। अझै मैले हिजोको भ्लग चाहिँ डेली साँझको 7 बजे हाल्छु गाइस मैले। फेरि यताबाट त पढेर जान्छ होइन र? जाम नै जाम नै हेरेर आम के हजुर। यता हाम्रो पदेरा छ गाइस, जहाँबाट पानी लिन्छन्। एक्लै त मन जान्न, किनभने मलाई डर लाग्छ लास्टै भुतिया ठाउँ छ। र बाटो फेरिसकेको छ गाइसहरू, हेर्न सक्नुहुन्छ। यता चाहिँ घाम चाहिँ एन्टिरेट पर्छ, तर ठुला रुखहरू छन्। जाँदैछौँ। ओइ माथिबाट देखेको बारी आयो। बारी भन्छन् न, खेत भन्छन् कि बारी भन्छन्? बारी त भन्छन् होला हुन्छ आमा। यति सानो बाटामा, गाउँका साना बाटामा हिँड्दैछौँ गाइजहरू। यताबाट घाम एन्टिरे जान्छ। त्यही पुलो हो यति सानो आमा। यता उयो साइडको पानी जम्मा भएको पानी खाल्नलाई गाइजहरू। के त्यो गोठ हो? पानी मिल आजकल किन हटायो त? कोही आउँदै आएन क्या? देखाइदिन्छु मिल। एबेन्डेन्ड मिल भन्छन् गाइजहरू। अब मिल थियो अरे पहिला, अहिले मिल छैन अरे। अब के भने एबेन्डेन्ड मिल। यो के यस्तो धाँतोको सिस्टम गराएको होला होइन? ढिक्की त्यो धाँतो अहिले त पुरै केही छैन। अहिले म यसो एकछिन घाँस बोक्छु ग। अब आमाले काटेपछि आएको बगामा घाँस भेटाइसक्नु गाईहरू। के काट्ने आमा? ए रुख
ओ यो रुख काट्ने रुख रुख काट्ने रुखको हाँगा हाँगा काट्ने हो रुख काटेर डिफरेस्टेसन चाहिँ गराउनु हामीले घाँस काटेर त्यो टुप्पा टुप्पा काटेर भैँसीलाई दिने अनि त्यहाँ टुप्पाबाट फेरि पलाउँछ यो भित्र बाटोबाट क्या तेरो अर्को भित्री बाटो नि खुल्यो यहाँबाट फेरि तल जान्छन् कता कता यहाँ बाटो रहेछ हुन्छ अब म पनि माथि जान्छु यहाँ मेरो माथि नजाने कुरो भएको छ यहाँ आमाले नआइज भनिसक्नु भयो र म जान्न पनि बरु तल आउनु तर यसो घाँस बोकेर हेर्न पर्यो कस्तो बुझ्छ त अहिले जाने बेलामा पुरै त बोक्दिनँ आधी बाटा पुरै त सक्दिनँ मैले थाहा पुरै त सक्दिनँ तर आधी बाटोमा यस्ता यस्ता रुख हुन्छन् कि यिनी फेरि हेर्दा मोटा भित्रबाट खोक्ला ल कसैलाई यो थाहा भने भन्दा हुन्छ के हो यो कुखुरो थुन्ने हो कि कति राम्रो ठाउँ छ गाईहरू हेर्नुहुन्छ यहाँ यति राम्रो बारी हो डाँडा काँडा अनि आज बिहान त्यो बाटा देख्यो नि यो बाटोबाट लास लगिरहेको थियो गाईहरू मान्छे मरेछन् शङ्ख बजाउँदै लथे हाम्रो घरबाट देखिन्छ हाम्रो घर चाहिँ माथि छ हामी धेरै टाढा आयौँ यहाँबाट तल एउटा स्कुल पनि छ स्कुलमा जान पनि मिल्छ यहाँबाट जान मिल्छ नै जान्छन् एउटा स्कुल छ अनि यहाँबाट यहाँ दुईटा घर रहेछन् देखियो कि नै कहाँको त मेरो यो वाला घरमा चाहिँ पहिला दोकान थियो तर अहिले अब दोकान जानलाई कि ठुला पोखरा भन्ने ठाउँमा जानुपर्छ सिधै माथि उकालो ठाडो उकालो आधी घन्टा लाग्छ आधी 30-40 मिनट जति लाग्छ अनि उता जुरेल नेटा भन्ने ठाउँमा जानुपर्छ त्यहाँदेखि उत्तिकै लाग्छ लगभग यता जुरेल नेटा भन्ने अलि उकालो ओह्रालो छ रमाइलो हुन्छ तर उता ठुला पोखरा त ठाडै उकालो आमा ओहो भर्खरै यत्रो घाँस काटिसक्नु भएको त गाईहरू यसलाई फेरि छाँटेर लौरो एकातिर घाँस एकातिर गराएर लाने हो रुखान चढिसक्नु आमा रिक्सबाट कामै भाइ रिक्सबाट कामै अब तराईका मान्छे गाउँ गएपछि यस्तै हो हेर्न सक्छौँ गाईहरू यो बाटोबाट गएर देखाउँ कस्तो हुन्छ बाटोबाट गएर देखाउँछ त्यो अहिले देखाएको सानो बाटा हटाउँदै जाम यहाँ पनि हाम्रो जस्तै टङ्की यहाँ त ठुलो छ क्या हाम्रो भन्दा है आमा हाम्रो भन्दा ठुलो टङ्की छ क्या यहाँ ठाडै उकालो भन्दा पनि ठाडै ओह्रालो फेरि जाम यो त विदेशहरूमा हुन्छ यता खेत बिच्चा हिँड्ने त्यस्तै ठाउँ हो यता नि खेत बिचबाट सानो बाटो पसिना उकालो ओह्रालो गरेर मलाई तर केही हुन्न गाउँको पसिना राम्रो पसिना उहाँ बुट बटौलीको जस्तो हो र घामको पसिना होइन कि यो घामको त घामकै हो तर पनि हो यता त अझै अरू खेत के अरे के भन्छ त्यसलाई भुले भाइ के भन्छन् डिस्कभर अझै अरू खेत डिस्कभर भइसकेको छ गाईहरू हामी हिँड्दैछौँ खोज्दैछ पादु ठोक्यो ल्या त्यहाँ तल केटाकेटीहरू पनि देख्यो कि नै देख्यो होइन जाम कसको हरा पुगिने मैले कसैलाई चिने होइन हाम्रो बा आमालाई सबले चिने मैले कसैलाई चिन्दिनँ सिधै कुरो म भन्दै यति टाढा आइसक्यो गाईहरू यति टाढा उहाँ हुनुहुन्छ आमा म यहाँ आइसकेको छु र यदि कमेन्ट एउटा पनि कमेन्ट आयो भने चाहिँ म अर्को भिडियो हाम्रो भिलेजको होम टुर लिएर आउँछु गाईहरू हजुर